फिल्म मेकिङमा हरर चाहिँ एकदमै अन्डररेटेड जनर हो जस्तो लाग्छ मलाई। किनभने हररमा चाहिँ तपाईँले एकदमै लो बजेटमा पनि खतरा इम्प्याक्ट पार्न सक्नुहुन्छ। यो रिललाई सेभ गरेर राख्नुहोस्, किनभने आज म यस्तै लो बजेट तर इम्प्याक्टफुल फिल्महरूको बारेमा कुरा गर्छु। आई वेन्ट टु फिल्म स्कुल सो द्याट यु डोन्ट ह्याभ टु। फर्स्टमा आउँछ अब्सेसन। यो फिल्म $750,000 मात्र बनेको हो, तर स्टोरी टेलिङ एकदम स्मार्ट छ। एउटा घर, एउटा रिलेसनसिप, एउटा सिम्पल विस ग्रान्डिङ अब्जेक्ट बाहेक खासै धेरै ठुलो सेट केही गरेका छैनन्। कुरा के हो भने स्क्रिप्ट लेख्दा या फिल्म बनाउँदा तपाईँसँग ठुलो लोकेसन, भिएफएक्स या क्राउड सिन जरुरी छैन। तपाईँलाई चाहिने एउटा स्ट्रङ वाट इफ वाला कन्सेप्ट हो। अब्सेसनको वाट इफ चाहिँ तिम्रो विस सधैँ पुरा हुन थाल्यो भने के होला, जसले एउटा सिम्पल लभ स्टोरीलाई हररमा बदलिन्छ अनि जम्पस्केयर्स देखाएर होइन, क्यारेक्टरको बिहेभियर स्लोली अनहेल्दी बनाएर नै अडियन्सलाई अनकम्फर्टेबल बनाउँछ। यो नै एउटा राम्रो क्यारेक्टर ड्रिभन राइटिङको एक्जाम्पल हो। अनि अर्को राम्रो फिल्म छ ब्याकरुम्स। यो फिल्म चाहिँ ओरिजिनली फ्री सफ्टवेयरहरू युज गरेर बनाएको एउटा सर्ट भिडियो थियो। त्यो भिडियोले लाखौँ भ्युज पाएपछि A24 ले उसलाई $10 million को बजेट दिएर फुल फिल्म बनाउन लगायो, जुन A24 को स्ट्यान्डर्डले हेर्ने हो भने एकदमै लिन बजेट नै हो। इन्ट्रेस्टिङ कुरा चाहिँ उनीहरूले ग्रिन स्क्रिन भन्दा पनि एक्चुअल 30,000 स्क्वायर फिटको प्र्याक्टिकल सेट बनाए, किनभने रियल स्पेसमा एक्टरहरूले रियल तरिकाले रियाक्ट गर्न पाउँछन्, जसले गर्दा फिल्मलाई अझ बिलिभेबल बनाउन पाइयो। सो आइडिया चाहिँ एकदमै सिम्पल थियो, एन्डलेस एम्प्टी हलवेमा फस्नु पर्यो भने कस्तो होला। तर एक्जिक्युसन र साउन्ड डिजाइन, बजिङ लाइट्स, लो हम्सहरूले गर्दाखेरि चाहिँ त्यो फिल्मलाई खत्रै डरलाग्दो बनाएको थियो। अब यस्तै अरू फिल्महरूको कुरा गर्ने हो भने चाहिँ टक टु मी छ, हेरेडिटरी छ, द विच छ। सो प्याटर्न चाहिँ एकदमै क्लियर छ। हरर जनरमा पैसा भन्दा पनि धेरै आइडिया र एक्जिक्युसनले काम गर्छ। फलो फर मोर सच कन्टेन्ट्स।